हेलो गाइस, नमस्ते, शुभ बिहानी सम्पूर्णमा। आज म यस मदाने सामुदायिक स्वास्थ्य केन्द्रको प्राङ्गणबाट जोडिने कोसिस गरेको छु। यसलाई धेरै जसले मदाने सामुदायिक स्वास्थ्य केन्द्र भन्दा पनि वसुन्धरा हस्पिटल भनेर चिन्नुहुन्छ। यस आज यसभित्र भएको धेरै कुराहरूको बारेमा तपाईलाई जानकारी दिनेछु। यो भनेको हाम्रो हस्पिटलको बिल्डिङ हो। यसमा जस मेडिकल वार्डको सम्पूर्ण सेवाहरू चाहिँ यहीँदेखि नै दिइन्छ। त्यसै गरेर यो मास्तिरको चाहिँ हाम्रो स्टाफ क्वार्टर हो। टाढा टाढाको स्टाफहरू लगायत भित्रको आकस्मिक सेवा दिने स्टाफहरू चाहिँ माथिल्लो क्वार्टरमा बस्नुहुन्छ। धेरैजनाले टाढा टाढा गएर उपचार गरिसके पछाडि पनि सन्चो नभइसकेपछि अन्तिम पटक एकपटक आशा भनेको चाहिँ यो हस्पिटल हो। धेरैजनाको हस्पिटलको गार्डन हो, एकदम सुन्दर, शान्त र एकदम सफा छ। तपाईँ भित्र पस्नुभयो त्यो गेटबाट भने पछाडि तपाईँ एकदम जस रमाइलो वातावरण अनि रमाइलो मनस्थिति चाहिँ यहाँदेखि सिर्जना हुन्छ। तपाईँको वरिपरिको वातावरण पनि एकदम सुन्दर छ। जति हेरिरहनु लाग्ने छ वातावरण पनि। र तपाईँलाई चाहिँ मैले अरू पार्टहरू पनि देखाउँछु। यहाँनिर यो हस्पिटल चाहिँ जर्मनी एनजिओद्वारा सञ्चालित हस्पिटल हो। र बेला बेला यस निश्चित समयमा बाहिरदेखि डाक्टर आएर स्टाफहरूलाई तालिम दिने, त्यसै गरेर बिरामीको हेरचाह गर्ने पनि बेला बेला गरिराख्नुहुन्छ। र यो माथिपट्टि देखिने लेक चाहिँ मदाने लेक हो। मदाने लेकको काखमा रहेको यस मदाने सामुदायिक स्वास्थ्य केन्द्र एकदम सुन्दर छ, एकदम सफा छ र एकदम हेरिरहनु रमाइरहनु लाग्ने जस्तो छ। यदि तपाईँ पनि आउनु भएको छैन भने तपाईँ पनि आएर सेवा गर्ने मौका दिनुहोला, यो वातावरण रमाउनु होला। र यसको तपाईँले लोकेसन स्थान भन्नुपर्दा यो गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नम्बर 2 को वसुन्धरामा अवस्थित छ। रमाउनु होला, हेर्नु होला। तलपट्टि हेर्दा पनि तलपट्टिको वातावरण पनि एकदम रमणीय छ, हेरिरहँदा जस्तो लाग्ने। यहाँ चाहिँ तपाईँलाई बस्ने स्थान पनि छ। तपाईँ यहाँ बसेर पनि तलतिरको वातावरणहरू अवलोकन गर्न सक्नुहुन्छ, रमाउन सक्नुहुन्छ।